And I'm vlogging from Bali. First international trip. Okay. मान्छे कोही पनि छैन के म एक्लै. Hello. Good morning guys. अर्के भने लक पर्छ के. अनि उठ्याउ. चारजना पाएको भए गाइस नेभर एभर गिभ अप इन योर लाइफ. तेरो गिभ अप गरेको भए होप नेपाल आएको छ ल. So hi guys, welcome back to my channel. It's me girl Sajina Shrestha back again with the new vlog. अनि यो vlog चाहिँ एकदम स्पेशल हुनेछ किनकि सजिना is going for a first international trip. Oh my god! So म चाहिँ अब जाँदैछु कता भन्दाखेरि बाली. अनि त्यही हो अब रेडी हुन लागेको एयरपोर्ट जानको लागि. कोसँग जाँदैछु र के गर्नेछु भनेर हेर्नको लागि चाहिँ म सँगसँगै यो भिडियो हेर्दै गर्नु होला. थ्याङ्क यू सो मच गाइज. अनि उनीहरू चाहिँ आज मलाई उता एयरपोर्ट पुऱ्याउन जानको लागि भनेर काम नै नभइकन बसिरहेको छ. त्यही हो. थ्याङ्क यू. सजिन चाहिँ जान्छ अनि त्यस पछाडि नानी चाहिँ जाँदैन. थ्याङ्क यू. अब लेट्स कन्टिन्यू. यस. अनि अब म चाहिँ के भन्छ अरे एयरपोर्ट गरेर कन्टिन्यू गर्छु. त्योभन्दा पहिला चाहिँ म मेरो आउटफिट देखाउने छु म है. फिट चेक प्लिज भनेर देखाउने छु गाइजहरू. सो गाइजहरू म चाहिँ रेडी भइसकेँ अब जानको लागि एयरपोर्टतिर. अनि मेरो चाहिँ आउटफिट यो हुनेछ. म अहिले देखाउने छु ब्याक क्यामेरा मतलब उता एयरपोर्टै गएर मेरो आउटफिट चाहिँ कस्तो छ भनेर एकचोटि आउँछ एकताल देखाइदेऊ. जुत्ता चाहिँ लाउनु भएको छ साथीहरू. जुत्ता चाहिँ म नाइकीको लाउनेछु भाइ. सो गाइजहरू आइ एम अल रेडी फर माई ट्रिप. अब हामीहरू चाहिँ एयरपोर्ट जान लागेको. अनि अब एयरपोर्टको क्लिप्सहरू पनि के खिच्छु होला इफ पाएँ भने. नत्र भने त्यही हो तर म खिच्नेछु. सो हु इज गोइङ विथ मी. टाडा. चाहिँ सगुन खान लागेको छु. अब सगुन भनेर त्यस्तो उ चाहिँ होइन. हामीले सगुन खानु हुँदैन. सोधा दही हुन्छ उखायो. दही खिला दो और हम जाएंगे बाहर पे. ले जा रे मेह की रात में तू. हाँ Guys, we're going for an airport. उनीहरू चाहिँ मलाई पुऱ्याउन जानु लागेको अनि म चाहिँ जाँदैछु. यस. दिदी जाँदैछ. दाजु कस्तो फिल भइरहेको छ. बोल्ने तिमीलाई कस्तो फिल भइरहेको छ दिदी बाली जान लाग्नु भएकोमा. एकदमै राम्रो फिल भइरहेको छ. राम्रोसँग घुमेर आउनु. हेभ अ सेफ ट्रिप. थ्याङ्क यू. ल है त बिस्तारै राम्रोसँग बस एक हप्ता. बाई. ओके. ल साजन बाई. ल ल जस्ट डन चेकिङ. गाइजहरू मैले चाहिँ भर्खरै चेकिङ गरेँ. अनि त्यस पछाडि बोर्डिङ पास पनि लिइसकेँ. अब त्यसपछि मेरो फ्लाइट चाहिँ 5:40 को छ. अहिले चाहिँ भर्खर 3:40 त्यस्तै भयो. अनि त्यही भएर म अब 1 घन्टा अलिक बेसी कुर्नुपर्ने छ यहाँनिर. अनि त्यही हो. म चाहिँ अब कुरेर बसिरहेको छु मेरो फ्लाइटको लागि. त्यहाँ चाहिँ चेकिङ गर्ने ठाउँ हो. यो चाहिँ अस्ट्रेलियाको एयरपोर्ट हो है गाइजहरू.
म प्लेन चाहिँ चढेँ होइन अनि त्यस पछाडि म बसेको सिटमा चाहिँ कोही पनि छैन कि म एक्लै कोही पनि छैन एक्लै यहाँ पनि यो सिटमा पनि कोही पनि छैन हो त्यो सिटमा पनि कोही पनि छैन अनि बाहिरको भ्यू चाहिँ यस्तो छ म चाहिँ यहाँ झ्यालमा आनन्दले बसेर जान्छु एक्साइटेड टु गो अब हाम्रो प्लेन चाहिँ यस्तै 5-10 मिनटपछि टेक अफ हुन्छ अनि हामी जानेछौँ बाली तर मलाई यस्तो निद्रा लागिरहेको छ किनकि म हिजो रातभरि सुतेको थिएन बाली जाने टेन्सनले त होइन म अस्ति दिनभरि सुतेको थिएँ ओके गाइजहरू अनि अर्को कुरा के भन्दाखेरि चाहिँ यो प्लेनमा नेपाली म एक्लै मात्रै हो होइन अनि त्यहीमा चाहिँ सिटमा पनि एक्लै नै क्या त्यही हो अब हाम्रो प्लेन उड्न लाग्यो अनि म एकदम एक्साइटेड छु किनकि बाली इज अल्सो माई ड्रिम कन्ट्री Hi everyone, once again my name's Bobby, it's my pleasure to introduce you actually flying up to Bali this evening. मेरो ब्याग चाहिँ आउँदैछ उताबाट गाइजहरू आई जस्ट रिच टु बाली अनि त्यसपछि मलाई चाहिँ यहाँनिर हाम्रो ड्राइभरले लिन आउनुहुन्छ अरे अब म यहाँ हेर्छु हाम्रो ड्राइभरजीलाई Right, I just arrived to Bali and got welcomed by this Mala अनि welcome गर्ने चाहिँ उहाँ हुनुहुन्छ Hi, welcome to Bali. Thank you. धन्यवाद आयो कस्तो खुलिरहेको सो गाइस म चाहिँ आइपुगेँ अब यहाँ बाली अनि त्यस पछाडि मलाई ड्राइभर दाइले चाहिँ यहाँ हाम्रो होटेलमा लिएर आइदिनु भयो अनि त्यस पछाडि होटेल आएपछि मैले कसलाई भेटेँ अब साथी मेरो साथी अनि त्यस पछाडि वेलकम टु माई च्यानल है साथी फर्स्ट टाइम हो है मैले युट्युबमा खोलेदेखि भन्नु हुन्छ क्या अनि त्यस पछाडि ऊ चाहिँ मेरो नेपालदेखिको साथी हो अब के हो सबैजनालाई थाहा नै छ किनकि मेरो युट्युबको भ्युवर्सहरू धेरैजना हाम्रो उनी हुनुहुन्छ साथीहरू हुनुहुन्छ अब नयाँ नयाँ हुनेलाई ऊ चाहिँ मेरो नेपालकै साथी हो उसको नाम पनि सजिना नै हो अनि त्यस पछाडि अब म हाम्रो रुम टुर गर्छु हाम्रो रुम चाहिँ कस्तो छ भन्दाखेरि यस्तो छ अनि यहाँ बेडमा चाहिँ यस्तो बनाइरहेको थियो आएर उसले बिगार्न भ्याइसकेको थियो अनि हतार हतार अहिले बनायो अनि यो पनि अब त्यहाँ सुतिरहेको थियो कि अनि त्यही भएर हतार हतार मिलायो अनि यो चाहिँ ल्याम्पहरू अनि यहाँबाट चाहिँ के हो छ बाल्कनी ए सानो बाल्कनी रहेछ अनि त्यस पछाडि यो चाहिँ अनिना अनि यहाँ चाहिँ म र मेरो साथी अनि त्यस पछाडि वार्ड्रब चाहिँ छैन रहेछ है यो चाहिँ टोइलेट अनि यहाँ चाहिँ अब वार्ड्रब भनौँ न उसको लुगा झुन्डान भ्याइसक्यो त्यहाँ हो ल यति हो ल अब हामी देखाएँ अब हामी बाहिर जान्छ मलाई है अब हामी बाहिर जाने अनि त्यस पछाडि त्यही हो अनि के गर्छु भनेर देखाउँछु है गाइस सी यू सुन हाई गाइस गुड मर्निङ फ्रम बाली हामीहरू चाहिँ भर्खर उठेको अनि त्यस पछाडि म चाहिँ फ्रेस भइसक्यो मेरो साथी चाहिँ फ्रेस हुन गएको छ अनि त्यही हो अब ब्रेकफास्ट गर्न जान लागेको अनि आज चाहिँ हामी के एक्टिभिटिजहरू गर्छौँ त्यसमा चाहिँ के अरे साथी वाटर एक्टिभिटी र अनि कहाँ जाने अरे हामी आज टेम्पल र बिच जाने अरे आज अनि त्यस पछाडि त्यही हो हामीहरूको चाहिँ दिन सुरु भइसक्यो अनि यहाँ एक साथी आउनु मिल्छ रेडी हुँदैछिन् अनि त्यस पछाडि अब ब्रेकफास्ट गर्न जान्छौँ ब्रेकफास्ट गर्न गएको बेला पनि भेटौँला गाइजहरू अघिसम्म चाहिँ क्या पानी परिरहेको थियो होइन अनि फेरि अहिले घाम लागिसक्यो कि अब यो चाहिँ ढोका खोल्न मिल्दैन भनेको छ तर म खोल्दिन पनि सक्छु त्यही हो भयो डन ल जाऊँ सो हाई गाइजहरू आइएम ब्याक अगेन अनि हामीहरू चाहिँ भर्खर रेडी भयौँ अब चाहिँ आज हामी बिच
जान लाग्यो त्यसको मतलब चाहिँ वाटर गेमहरू हुन लागेको छ आज अनि त्यही गरेर जाने अनि टेम्पल पनि जान्छौँ हामी अनि we get ready म ओटिडी गर्छु सो गाइजहरू म चाहिँ अहिले बालीमा घुमेर आएको छु नि त अनि त्यस पछाडि वान भ्लग अनि वान थिङ एबाउट अस्ट्रेलिया हुन्थ्यो नि त मेरो भ्लगमा कस्तो डिस्टर्ब भएको अनि त्यस पछाडि अहिले चाहिँ म यो भ्लगमा चाहिँ लाइक वान भ्लग वान थिङ अबाउट बाली भनेर भनिदिन्छु होइन बालीमा चाहिँ 1 लाखको नोट पनि हुँदो रहेछ गाइस 1 लाख अनि त्यस पछाडि पैसा स्टार्ट भयो नि भनेको चाहिँ लाइक 5,000देखि जस्तो लाग्यो है 1,000देखि जस्तो छ हामीसँग छ त त्यहाँ 1,000 छ होइन अनि हामीहरूको नेपालमा त लाइक 5, 10, 50 हुन्छ नि त 5, 10, 20 यहाँ चाहिँ स्टार्टिङ के 1,000, 2,000 अनि 1 लाखको पनि नोट के यो त एकदम कस्तो अचम्मको जस्तो कुरा है तिमीलाई कस्तो लाग्यो त्यसलाई पनि अचम्मै लाग्यो अरे हामी एकदम अचम्म भएर बसिरहेको छ कि अब हामीले हिजो एउटा युएसटी साटेको 100 युएसटी साटेको अब हामीसँग अहिले मिलियन छ कि यहाँको मिलियन अमाउन्ट हामी त अब एकदम मिलिनियर भइसक्यौँ यहाँको त्यही हो गाइजहरू अब हामीहरू चाहिँ अहिले चाहिँ त्यो वाटर स्पट जान लागेको छौँ अनि keep watching guys so hi guys I'm back again अब अहिले चाहिँ हामीहरूले अघि मैले भनेको थिएँ नि त वाटर गेमहरू गर्छौँ भनेर अनि वाटर गेम चाहिँ भ्याइयो हामीले उतानिर गरेको हो अनि त्यसमा चाहिँ हामीले 3टा गेम गऱ्यो एक्टिभिटिज भनौँ न त्यसमा चाहिँ जेट स्की अनि प्यारासेलिङ अनि त्यस पछाडि के भन्छ अरे बनाना बोट भन्ने गऱ्यो होइन अनि एकदम रमाइलो भयो म त्यसको चाहिँ भिडियोहरू एड गर्नेछु यसमा नै सानो सानो क्लिप किनकि त्यो बेलामा हामीले हाम्रो मोबाइलहरू लान पाएको थिएनौँ क्या अनि त्यस पछाडि अहिले चाहिँ हामीहरू फ्रुट्स खाँदैछौँ एकदम मिठो छ घामतिर पढ्नु पर्ने रहेछ कि साथीहरू त्यो तिम्रो मेरो कस्तो राम्रो मेरो पनि भिडियो छ छुट्टै होइन यसमा यम्मी यस्तो फ्रेस छ गाइजहरू हामीहरू चाहिँ यहाँ के टेम्पल हो यो उल्लुवारा टेम्पल आएको अनि त्यस पछाडि हामी चाहिँ भित्र भिडियो बनाउन पाएनौँ किनकि त्यहाँनिर मङ्कीहरू छ अनि मङ्कीहरूले मोबाइल दिन्छ भनेर अनि यहाँको मङ्की चाहिँ एकदम एग्रेसिभ हुँदो रहेछ कि त्यही भएर अनि हामी डर लाग्यो अनि त्यहाँ मोबाइल चाहिँ लिएर तर त्यस्तो धेरै घुम्दा पनि घुमेन है हामी त्यहाँ अनि आइहाल्यौँ अब हामी आफ्नो होटल जान लागेको हो अब होटल गएर के गर्छन् हेरौँ गुड मर्निङ गाइज इट्स डे 3 इन बाली अनि त्यस पछाडि हामीहरू चाहिँ भर्खरै उठेको ब्रेकफास्ट गर्न जाने अनि ब्रेकफास्ट गर्न जानुभन्दा अगाडि चाहिँ उसले मलाई मसाज गरिदिन्छ अनि म उसलाई मसाज गरिदिन्छु भयो ल होइन होला म जिउ पनि मसाज गरिदिन्छु गर्नुमा अनि सुध न त जिउ र हात एकैचोटि मान्छे त अति यार चाहिँ म त झ्याउ लाएर आउँछ दुइटा हात यस्तो गर न हेर होइन आनन्दले बस्छ न सो हाई गाइज इस्ट कति अघि भनिसकेँ तर मैले डे 3 इन बाली होइन अनि त्यस पछाडि आज चाहिँ हामी एटिभी राइड गर्न जान लागेको अनि ओके लेट्स गो म चाहिँ अब यस्तो धेरै भिडियोहरू चाहिँ बनाएको थिएँ नि जस्तो क्लिप बनाएको छ अनि मैले चाहिँ लाइक अ विक इन बाली राख्ने प्लान गरेको थिएँ कि सो द्याट त्यही हो त्यही भएर सानो
लुजर्स अनि मेरो साथी हेलो कस्तो होला म त्यो त्यस्तो यस्तो अड्क्यो भने लक पर्छ कि अनि ओके गाइस खोइ त ट्रक मात्रै छ गाइसहरू हामीहरू चाहिँ यहाँ एटिभी राइड गर्न आइसकेको छौँ अनि डु ऱ्याफ्टिङ टु होइन अब त्यसको लागि चाहिँ हामीले पैसा सार्नु पर्ने भयो अनि अब त्यसको $200 त्यसको लागि चाहिँ पर पर्सन 10 लाख तिर्नुपर्ने पर पर्सन के अरे ऱ्याफ्टिङको लागि पर पर्सन 10 लाख तिर्नुपर्छ अनि अब पैसा पुगेन कि अब होइन एक्सचेन्ज 100, 200 US डलर अनि त्यसमा चाहिँ कति पैसा आउँछ भन्दाखेरि हामीलाई 17 लाख भएपछि 34 लाख आउँछ अब we need to exchange 200? Yeah, 200 USD. 100 USD. Yep. Okay. That's the rate. गाइस रेट चाहिँ यो है कस्तो मेलक गरेको हो अब यहाँनिर उहाँले दिनुहुन्छ हामीहरूलाई पैसा साटेर US 4, 5, 6, 7, 8, 9, 10. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. getting ready to do rafting outside. Alrighty guys, already. Let's go. Get in the car. Team. त्यहाँ गएपछि रे के Guys, we're going for a rafting. And we are the team for the rafting. New friend here. Where you Yeah. from? Okay. Sugar, oh honey, honey, you are my candy girl, and you got me wanting. सो गाइजहरू हामीहरूले चाहिँ ऱ्याफ्टिङ गरेको यसरी तर हाम्रो भिडियो खिचिदिने मान्छे चाहिँ कोही भएन तर अलिअलि त खिचिदिएको थियो क्या अरे अनि यही हो यहाँ चाहिँ अहिले ब्रेक भनेर अनि त्यही हो गाइज अझै आउँदैछ एक ग्याङ आगे पछि के Hi guys, this is the day 4 in Bali and त्यस पछाडि अब आज चाहिँ लास्ट डे भनौँ न घुम्ने होइन आई डोन्ट वान्ट टु गो ब्याक भ्याकेसन पनि सकिसक्यो अनि आज चाहिँ हामीहरू स्विङ गर्न जान लागेको अब स्विङ अनि त्यस पछाडि के हो फिल्ड भिजिट हो कि त्यस्तो के हो मार्केट भिजिट त्यस्तो पनि गर्ने भनेको छ म बनाउँछु भ्लग त्यसको पनि त्यही हो म यहाँ हामी बसेको आज चाहिँ हामी नेक्स्ट होटलमा आएको हो होइन हिजो राति नै आएको हो अनि त्यस पछाडि यो होटल चाहिँ एकदम राम्रो छ कि यो होटलको नाम चाहिँ द एभिटेल उबु हो कि उबुट के हो समथिङ त्यस्तै अनि यहाँको हामी बसेको लाइक भ्युज देखाउँछु ल होटलबाट देख्ने भ्युज हामी बसेको होटलबाट देख्ने भ्युज देखाउँछु म कस्तो राम्रो छ सो हाई गाइजहरू हामीहरू चाहिँ यहाँ बालीको पेन्टिङ हेर्न आइरहेको छ यु क्यान सी द्याट एन्ड माई ब्याक एकदम पेन्टिङै भरेको ठाउँ यहाँ चाहिँ कसरी पेन्टिङ गर्छ भनेर प्रोसेसहरू पनि बताइरहेको थियो अघि न सो मैले चाहिँ त्यो बेला भिडियो बनाएन कस्तो क्युट छ मलाई मन परेको चाहिँ यो दिस वान साथी कहाँ हो तिम्रो फोटो यहाँ रहेछ के यहाँ आऊ न तिमी अनि ऊ त्यहाँ हो अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े गाइजहरू अब के त जे हो त्यही त भन्नु परिहाल्यो नि होइन अनि उहाँले चाहिँ भन्नुभएको हाम्रो
गाइजहरू यो चाहिँ हो हाम्रो गाडी जुनले चाहिँ हामीलाई यो हप्ताभरि साथ दिएको छ अनि हाम्रो ड्राइभर पनि एकदम राम्रो हुनुहुन्छ है प्रिटी ड्राइभर उसले ड्राइभरजीले के भन्छ अरे ऊ पनि गर्नुभएको छ सच अ जेन्टलम्यान थ्याङ्क यू उसको ढोका पनि लगाइदिन्छ जेन्टलम्यान हाई गाइज हामीहरू चाहिँ यहाँ मार्केटमा आएको अनि यो मार्केट चाहिँ यस्तो कस्तो राम्रो छ कि यहाँ चाहिँ सबै ह्यान्डिक्राफ्टहरू यहाँको सपिङ गर्ने अरे यहाँ चाहिँ हामीहरू ऊ चाहिँ त्यहाँ के सपिङ गर्ने मलाई के किनिदिनु लागिरहेछ उसले यत्रो मार्केट छ तर यहाँनिर चाहिने भन्दा नचाहिने चिज चाहिँ धेरै छ यस्तो हाट के हो यो यस्तो यस्तो स्विम गरेर आएको अनि त्यसपछि अझै यहाँ फिस पोन्ड गर्न आएको होइन अनि त्यसको चाहिँ अल टुगेदर 12 लाख तिर्नु परेको छ अनि यहाँ म्यामले 12 लाख गर्दै हुनुहुन्छ ब्यागबाट झिकेर कत्रो बेर हो ओके सो गाइजहरू हामीहरू चाहिँ अहिले यहाँनिर फिस पोन्डमा फोटो खिच्न लागेको छौँ अनि हाम्रो सजिना म्याडम पहिला जाँदै हुनुहुन्छ यहाँ हो यसरी यहाँ चाहिँ माछा पनि छ अनि म मेरो फोटोहरू राख्छु ल कस्तो आउँछ भनेर म चाहिँ यो पछि जान्छु यु क्यान सी द भ्युज सो गाइजहरू वी अलरेडी डिड फिस पोन्डवाला त्यो एक्टिभिटिज अनि दिस इज आवर लास्ट डे इन बाली हाउ यु फिलिङ ल हाउ यु फिलिङ भनेको अब हामीहरू भोलिबाट त आफ्नो वासस्थान जानेछौँ अनि छोले भटुरे त कस्तो मिठो हुन्छ नि अनि त्यस पछाडि त्यही हो गाइस इट्स सो टायर्ड डे घुम्न पनि गाह्रै हुँदो रहेछ भन्ने मात्रै हो घुम्ने भनेर तर फिटिक्कै गइसक्यो हामी त गाह्रो भएर फेरि भोलिदेखि आफ्नै कुरा स्टार्ट हुन्छ त्यही हो गाइसहरू यति नै भन्दै त्यही हो आई सो यु द ब्याक भ्यू अफ यहाँ चाहिँ इन्डियन ऊ रहेछ चाय समोसा छोले भटुरे खाना पर्ला अब चाय दिस इज आवर लास्ट डे अनि आई हेभ अलरेडी मेन्सन इट होइन अघिकै उसमा चाहिँ कन्टिन्यू गर्ने बेलामा चाहिँ अब त्यही हो हाम्रो चाहिँ 5 डे 4 नाइटको ट्रिप थियो अनि आज चाहिँ 4th नाइट इन द बाली भयो अनि अब भोलि चाहिँ उसको फ्लाइट 4 बजेको छ ऊ सिधै जान्छ नेपाल अनि मेरो फ्लाइट छ 11 बजेको अनि म सिधै जान्छु अस्ट्रेलिया ऊ नेपाल जान पाएको भए खास सरी सेपरेट या ओके अनि त्यस पछाडि हामीहरूले चाहिँ यहाँ इन्डियन खानेकुरा बल्ल बल्ल पाएको छौँ कि यहाँको खानेकुरा चाहिँ केही मिठो छैन भन्न पर्दाखेरि चाहिँ है अनि त्यही हो गाइजहरू अब अहिले एकछिनमा बोल्ने अनि हामीहरू चाहिँ के भन्न लाग्यो भन्दाखेरि वास्तवमा गाइज के भन्न लाग्यो भन्दाखेरि चाहिँ होइन हामीहरूले चाहिँ लाइक हामी दुवैजनाले चाहिँ यहाँ बाली आउने भनेर चाहिँ सोचेको थियौँ तर सँगै आउने भनेर चाहिँ कहिले पनि सोचेको थिएनौँ सो वी केम टुगेदर दिस टाइम होइन अनि त्यस पछाडि वी आर सो प्राउड अफ आवर सेल्फ क्या होइन वाट यु थिङ्क आर यु प्राउड अफ युर सेल्फ बोला बोला या अनि त्यही हो अनि त्यस पछाडि के भन्न चाहन्छु भन्दाखेरि गाइज नेभर एभर गिभ अप इन यर लाइफ होइन अब लाइक योभन्दा 2 वर्ष ब्याक हेर्दाखेरि पनि
लाइफ कस्तो खालको मेसअप जस्तो थियो क्या अनि त्यतिखेर गिभ अप गरेको भए अब के हुन्थ्यो थाहा थिएन नि त त्यो बेलामा पनि लाइक स्ट्यान्ड भएर हुन्छ नि हामी गर्न सक्छु भनेर अगाडि बढिसकेपछि यहाँसम्म आइयो एन्ड आई एम भ्लगिङ फ्रम बाली के अहिले चाहिँ अनि स्विङ भएको ठाउँमा भनौँ न अहिले चाहिँ अनि वी आर इन बाली के अनि नेभर एक्सपेक्टेड कि त्यस्तो सोचेको पनि थिएन कि अब यसरी आएर मैले बालीबाट भ्लग गर्छु भनेर चाहिँ कि त्यही हो गाइज अब के भन्ने गुड एभ्रिथिङ्स ह्यापन फर रिजन्स अनि त्यस पछाडि हेभ फेथ सबै कुरा टाइममा नै हुन्छ त्यही हो अनि म यहाँको ब्याक भ्यू देखाउँछु है त खतरा छ है त यहाँ चाहिँ कस्तो शीतल क्या खोला पनि छ है नेपाल जस्तो तर हाउएभर होइन मोरओभर चाहिँ नेपालको तराई जस्तो छ भने होइन तिमीलाई त्यस्तो लाग्छ मलाई चाहिँ त्यस्तो यहाँ यो माथिबाट चाहिँ होइन तर हाइवेमा जाँदाखेरि सेम अनि हिजो हामी गएको ठाउँ त झन् लाइक तराई नै जस्तो नै थियो कि त्यो काठहरू है त्यो के भन्छ अरे धानहरू रोपिरहेको त्यस्तो क्या हाम्रो होटलबाट हाम्रो होटलबाट मैले आज बिहानको स्टोरी राखेको थिएँ इन्स्टामा त्यही हो गाइजहरू है त जस्ट रमाइलो छ बाली आएर पनि नेपाली भएपछि चाय खाना चाहिँ छोड्नु हुँदैन है एन्ड देन वी हेभ मसाला चाय चियर्स राम्रै हाल्छ पेटी अनि समोसा अनि के अरे पकौडा अनि त्यस पछाडि हामीले छोले भटुरे पनि मगाएको छौँ अहिले खान्छु कि खाँदैन चाहिँ थाहै नभन चिनिन होइन गाइजहरू अब एज यु अल नो होइन बाली इज फेमस फर ट्याटु अनि त्यस पछाडि म चाहिँ ट्याटु हान्नु लागिरहेको छु उसले पनि हान्छ तर उसले चाहिँ इन्भिजिबल के त अहिले जोसमा गएर भित्र गएर अब यसरी ट्याटु हान्ने हाई मैले ट्याटु हानेको चाहिँ 10 लाख है यहाँको मैले ट्याटु हान्न लागेको 10 लाख तिरेर अनि ट्याटु चाहिँ यत्रो सानो छ क्या फेरि यत्रो सानो ट्याटु छ अनि 10 लाख तिरेर हान्न लागेको छ अब लेट्स सी म 10 लाखको ट्याटु लिएर आउने छु गाइजहरू द आर्टिस्ट अनि अब यो अहिले चाहिँ हुन्छ मेरो उसमा यो चाहिँ हो बालीको ट्याटु सप पेन्डिङ बाली नियस ट्याटु स्टुडियो Oh, sketch of tattoo. Okay. So hi guys, good morning. Last day in Bali. भन्नु पनि मन लागिरहेको छैन लास्ट डे इन बाली भनेर बिकज आई डोन्ट वान्ट टु गो ब्याक क्या अब जानै पर्छ मन नलागे पनि अनि आज चाहिँ हामी लास्ट ब्रेकफास्ट हो हाम्रो होटलमा सो के खान्छौँ भनेर देखाउँछु है यहाँ चाहिँ अमलेट छ अनि यो चाहिँ बस्ने ठाउँहरू हो अनि यहाँ चाहिँ फ्रुट्सहरू छ तर फ्रुट्सहरू नै सकिने बेला भइसकेको छ हामी ढिलो आएर होला मेबी अनि यहाँ चाहिँ के छ अब हेरौँ फ्राई राइस चिकन र ससेज अनि यो के हो यो टोफू क्याबेज क्यारोट रहेछ अनि औ हट पोटाटो कन्ट्री भेजिटेरियन स्यान्डविच अनि अब यो कोक फ्यान्टा केही होला अनि यति होला गाइजहरू मैले अघि नै मेन्सन गरेको थिएँ आज चाहिँ हाम्रो लास्ट डे इन बाली हो भनेर सो द्याट वी गाना डु वान म्याचिङ ट्याटु के मैले हिजो पनि एउटा ट्याटु हानिसकेँ अनि आज चाहिँ हामी दुईजना एउटा लाइक सानो मिनिमल ट्याटु हान्नु लागेको छौँ त्यसको चाहिँ 4 लाख तिरेर होइन साथी पर पर्सन 4 लाख यहाँ छ नि हिजो हानौँ भनेको डराएर बसिरहेको अब यहाँ उहाँले चाहिँ गर्दै हुनुहुन्छ अनि आजको ट्याटु हाउस नाम चाहिँ रमाना ट्याटु हाउस हो अब हामी ट्याटु हानेर जानेछौँ Pretty girl in the frame. सोराई साथी के अरे सोराई म मेरो युट्युब भ्लगमा हालिदिन्छु यो चाहिँ हाम्रो सोराई भनेको चाहिँ नेपालकै ब्रान्ड हो अनि यो चाहिँ हाम्रो के अरे भाइको नाम के अरे साथी समीर भाइले चलाउने ब्रान्ड हो
अनि कपडा क्वालिटी पनि एकदम खतरा छ साथीहरू हजुरहरूले के गरी मेरो भ्लगबाट किन जानुभयो भने 0% डिस्काउन्ट पाउने हुनेछ ए ओके ल ऊ त्यहाँ सोराईको साउनीजीले भनिसक्नु भयो यदि गरी हजुरहरू होइन मेरो भ्लगबाट यो टी सर्ट सोराईमा किन जानुभयो भने 10% डिस्काउन्ट सो द्याट grab a chance, don't lose the chance. Hi? Okay. So guys, it's the last day and saying bye is always hard and this is how रुनाउँछ भने म चस्मा लाग्यो मेरो आँखाभरि आँसु छ नि त त्यही भएर अनि अब के भन्छ अरे until next time होप अब नेक्स्ट इयर हुन्छ कि कहिले हुँदैन 6 मन्थ पछि नै हुन्छ कि अनि त्यस पछाडि त्यही हो गाइज ऊ चाहिँ अब जाँदैछ मेरो चाहिँ फ्लाइट 11 बजे छ उसको चाहिँ 4:50मा छ सो द्याट अन्टिल नेक्स्ट टाइम थ्याङ्क्स फर वाचिङ आवर भ्लग म त कन्टिन्यू गर्छु लाइक उसले तिम्रो साइडबाट चाहिँ ओके बाई बाई गाइज अब के भने अब जानै पर्यो तर हामीलाई जान चाहिँ मन छैन जान्छौँ जानै पर्ने हुन्छ हाम्रो टिकट भइसक्यो नभए बस्थ्यौँ अब त्यही हो ल सक्यो है अब बाई गाइज अब भ्लग हेरेर खुसी हुनु होला अनि मैले चाहिँ गाइज 3टा ट्याटु हानेको छु है यहाँ एउटा अनि त्यस पछाडि यहाँ एउटा अनि खुट्टामा नि अघि हानेको थियो अनि उसको चाहिँ हामी दुईजनाको चाहिँ एउटा म्याचिङ ट्याटु छ अनि यो हाम्रो म्याचिङ ट्याटु छ ल गाइज यति नै हो अब हजुरहरू मसँग इन्स्टामा एड हुनुहुन्छ भने त अब अपडेटहरू त हेरि नै राख्नु भएको छ अनि मोर ओभर चाहिँ अब के गरेँ भनेर चाहिँ लाइक भिडियोमा हेर्नको लागि चाहिँ युट्युब च्यानल नै हेर्न पर्ने हुन्छ ओके गाइज थ्याङ्क यू सो गाइज सी इज गोइङ ब्याक टु नेपाल रुँदैछ हेर्नु न अब रुइरहेछ अघि रातभरि रुक्कै थियो अनि मैले नरौ साथी अब भनेर मैले फकाएको है त्यही हो गाइज चेक आउट साथी साह्रै अङ्गालो नमारिकन जान लाग्थ्यो बाई त्यही हो साथी अब होप नेपाल आएपछि चाँडै आउनेछु नराउ त यत्रो हेल्ने नराउ साथी गर नि हेलमेटमा कस्तो अनुहार आइरहेको फेरि ओके बाबा मलाई यहाँ कस्तो गाह्रो भइरहेछ अब तिमीलाई टिस्यु कहाँ गयो त्यो coffee process. Tu peux le mettre dans l'eau, ça va ton laveur, c'est ça. Regardez, c'est ce qu'on va boire. Over here we do have a ginger turmeric again for make the fine powder. Yeah, now we're going to the level and having that. This is the coffee tasting and I'm gonna taste all of them. If you want to make a video, you can put over here. And this is the गाइजहरू घुम्न त आइयो होइन अब साथीको फ्लाइट चाहिँ 4 बजे नै छ मेरो चाहिँ रातिको 11 बजे नै छ सो अब होटेलको चेकआउट पनि 12 बजे नै भइसक्यो आपत पर्दो रहेछ अब एक्लै घुम्न परेको छ बाली म चाहिँ वाटरफल भन्ने ठाउँमा आएको छु एक्लै साथी चाहिँ पुगिसक्यो एयरपोर्ट अब गाह्रो यहाँनिर हजुर खैलाई मसँगै बालीको
के अरे वाटरफल भएको ठाउँमा लिएर जान्छु। ठिकै खोल्छु झ्याउ लाग्दो झ्याउ लाग्ने हुँदो रहेछ भाइ। यस्तो ल वाटरफल भनेको चाहिँ उताबाट डेभिड फल भने जस्तो उताबाट वाटरफल भइरहेछ, त्यही होला वाटरफल। अब म त्यहाँ यसो गएर एकछिन बसिदिन्छु गाइज। टाइम पनि बित्तिकै होइन, म चाहिँ 4 बजे एयरपोर्ट जानुपर्ने। 4 पनि बजेको होइन, भर्खरै यहाँनिर 2 बज्यो। So guys, doesn't matter what, we need to say goodbye to everywhere we go. I'm back again in airport to go to Sydney. So guys, म चाहिँ सिडनी ब्याक भइसक्यो and I'm good now. बेलोरीको टाइममा त बेलोरीको गुडा फिटचेक दिएछ। सो गाइजहरू, मेरो ब्याक भ्यू देखेर हजुरहरूले थाहा पाइसक्नु होला भनेर भयो होला। आइम ब्याक हियर इन अस्ट्रेलिया। मेरो 1 विकको ट्रिप पनि सकियो। 1 हप्ता मोज गरेर आएँ बालीमा गएर। दिस इज अ डे ब्याक टु नर्मल डे। अनि त्यही हो गाइज, थ्याङ्क्स फर वाचिङ माई ब्लग टिल एन्ड। थ्याङ्क यू सो मच।